यो मुस्ताङदेखि आउने बाटो यो चाहिँ भेरी खोला हो यो चाहिँ वेलकम टु छर्काबोट द वर्ल्ड हाइएस्ट ह्युमन सेटलमेन्ट 4350 मिटर फ्रम सी लेभल छ यसको हाइट अनि यो चाहिँ हाम्रो छर्काबोट पहिला यहाँ चाहिँ हाम्रो ओस्करमा नोमिनेट भएको फिल्म चाहिँ क्याराभन यही सुटिङ भएको हो त्यो हो जस्ताको तस्तै छ अहिले चाहिँ रोड ठुलो बनेको छ नत्र यही नै हो छर्काबोट आउन छर्काबोट हेर्न छर्काटाङसँगको 1 नम्बर वडाको छर्का गाउँ हामी यसरी बिहान मर्निङमा गएका थियौँ है मर्निङ वाक हामी दुईजना छर्काबोटको लास्ट घर यो हो अब यहाँदेखि सबै घरै गर्छन् पहिला क्याराभान फिल्म सुटिङ भएको ठाउँ यही हो गाइज पारि अलि खिच्छ वाली त यस्तो भइहाल्यो दामी भ्यू छ यो लास्ट घर यो सेकेन्ड लास्ट घर यो थर्ड लास्ट घर अब तपाईँहरूलाई चाहिँ मर्निङ वाकमा आएको बेलामा यहाँको तपाईँको फोल्डिङवाला घर देखाउँछु म तपाईँलाई नो इट्टा नो ढुङ्गा फोल्डिङवाला घर हेर्नुहोस् यो हो फोल्डिङवाला घर तपाईँको यसको भित्र एउटा स्नुकर हाउस छ अनि एउटा किचन छ है गाइज अरू बदम सर के भन्नु छ सर मर्निङमा गएको अब हामी एकछिनमा अब चिया खानु जाँदैछौँ एक होटलमा जुन गर्दैछौँ जुन त यो चाहिँ फोल्डिङवाला हाउस है यहाँ होटलसम्म भिडियो बनाउँदैछु भेट्दैन होला यो चाहिँ हाम्रो चाइनिज पाल उ त हेर्नुहोस् लोगो चाइनाको ठाउँको के मिनिङ होला we don't know Chinese bike around this way guys yeah Chinese bike stood up okay bloody 4350 meter high from sea level हेर्नुहोस् यहाँ छर्काको भोटे घोडाहरू यो भोटे घोडा हो यो पनि भोटे घोडा यो पनि भोटे घोडा ऊ त्यो चाहिँ नेपाली ट्र्याक्टर चाइनिज बाइक मिनी भलक यो चाहिँ हामी हिजो बसेको यो चाहिँ क्याराभान सपिङ सेन्टर हो दामी होटल सेकेन्डमा चाहिँ यो हाम्रो याक होटल याकको टाउको यहाँ मात्रै देख्न सक्नुहुन्छ तपाईँलाई याक होटल एन्ड लजिङ प्लस फुडिङ छ यो चाहिँ हाम्रो किचन यो चाहिँ हाम्रो साउने यो चाहिँ सुगोल पूजा हुँदैछ छर्काबोट गाउँ यो चाहिँ मेन रोड हामी अहिले याक होटल माथिबाट यो चाहिँ तल रोडहरू छ म चाहिँ यहाँ याक होटलको माथिबाट याक होटलमा छौँ हामी ल रोड हेर्नुहोस्
त्यो रोड हुँदै त्यहाँबाट पुलबाट माथि गएर पुरानो गाउँ माथि छ क्याराभान मुभी सुटिङ भएको ठाउँ यो नयाँ गाउँ यो छार्काबोट पुरानो गाउँ क्याराभान मुभी सुटिङ हुँदाखेरिको ठाउँ छार्काबोट यस्तो थियो अहिले यस्तो भएको छ पुरानो गाउँ अनि यता खेत मुभी फिल्म सुटिङ हुँदाखेरिको ढुङ्गाहरू त्यो चाहिँ म बिहान बिहानै तपाईँहरूलाई घुमाउँदैछु छोड्दैन क्याराभान मुभी सुटिङ हुँदाखेरिको छोड्दैन यहाँ घरहरू बाटोमा हिँडिरहेको छु म एक्लै मर्निङ वाक क्याराभान मुभी फिल्म हेर्दै खेत के हो गाइज के हो यो के हो गोरु जस्तो नि छ एक जस्तो नि छ के हो गाइज ट्र्याक्टर पो रहेछ कस्तो छ गाइज यो ट्र्याक्टर